हेलो सम्पूर्ण साथीहरूलाई नमस्कार। अ, हामी नेपालको संविधान 2072 तपाईँहरूलाई एकदमै सजिलो र सरल तरिकाले पस्किने प्रयास गर्दैछौँ। कृपया अबको केही समय तपाईँले ध्यान दिएर हेर्न म अनुरोध गर्दछु। तपाईँले अन्यत्र कुनै पनि अनलाइन क्लासहरूमा वा कुनै पनि तपाईँलाई उपलब्ध गराइएका ह्यान्डआउटहरूमा यति सजिलो र सरल तरिकाले संविधान चाहिँ पढ्ने वा बुझाउने प्रयत्न भए तापनि तपाईँले सम्झिन वा बुझ्न सकिराख्नु भएको छैन भन्ने हामीलाई लाग्छ र हामीले तपाईँहरूलाई नेपालको संविधान 2072 भाग 1 देखि भाग 4 सम्म यो सेक्सनमा चाहिँ तपाईँहरूलाई पस्किँदैछौँ। तपाईँ यदि सुरक्षा निकाय, निजामती क्षेत्र, सार्वजनिक संस्थान वा अन्य कुनै पनि सरकारी सेवाको तयारी गर्दै हुनुहुन्छ भने तपाईँले नजानी नहुने सबैभन्दा पहिलो, सबैभन्दा बढी महत्त्वपूर्ण विषय भनेकै नेपालको संविधान हो। नेपालको संविधान नपढिकन सरकारी सेवा प्रवेश गर्ने भन्ने सम्भावना हुँदैन है। त्यसैगरी म अबको 10 मिनट यहाँहरूले मलाई समय दिनुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु र आउनुहोस् ढिलो नगरिकन हामीले भाग 1बाट सुरु गरौँ। तर सुरु गर्नुभन्दा अगाडि तपाईँहरूलाई एउटा दुविधा हुनसक्छ, जस्तो हामीले संविधान त पढ्दैछौँ, सिधै भाग 1बाट सुरु गऱ्यौँ। संविधानको सन्दर्भमा संवैधानिक विकास क्रम खोइ त संवैधानिक विकास क्रमको कुरा आएन। त्यसै गरी संविधान जारी गर्दाका बखत भएका केही महत्त्वपूर्ण घटनाहरू, परिघटनाहरू, त्यसै गरी संशोधनका विषयहरू, संविधानवाद भन्ने कुरा, त्यसै गरी संविधानका विशेषताहरू, यी विषयहरूलाई हामीले क्रमशः अरू भागहरूमा, अरू सेक्सनहरूमा चाहिँ क्रमशः हामी पोस्ट गर्दै जानेछौँ र हाम्रो यो पेजलाई यहाँहरूले लाइक, सेयर र सब्सक्राइब गरेर हामीलाई थप हौसला प्रदान गर्नुहुनेछ भन्ने पनि विश्वास लिएका छौँ है त। ओके, नेपालको संविधान 2072। नेपालको संविधान 2072 हामीले अहिले भर्खरै जुन भन्यौँ नेपालको संविधान 2072 भनेर भन्यौँ, तर यो संविधानको खास नाम चाहिँ नेपालको संविधान 2072 नभएर नेपालको संविधान मात्रै हो र यस संविधानको नाम नेपालको संविधान रहनेछ भन्ने कुराको व्यवस्था यसै संविधानको धारा 307 मा गरिएको छ है त साथीहरू। भाग 1बाट सुरु गरौँ। मैले अघि नै भनिहालेँ, हामीले संवैधानिक विकासक्रम, संविधानका विशेषताहरू, संविधान जारी हुँदाका बखत भएका महत्त्वपूर्ण घटना, परिघटनाहरूलाई पनि सूत्रबद्ध रूपमा क्रमशः यहाँहरूलाई पोस्ट गर्दै जानेछौँ। अहिले हामीले भाग 1बाट सुरु गरौँ। तपाईँहरूले बुँदागत रूपमा भाग 1मा, भाग 2मा, भाग 3मा भएका व्यवस्थाहरू र भाग 4मा भएका व्यवस्थाहरू, जुन भाग 4मा चाहिँ हामीलाई राज्यका निर्देशक सिद्धान्त र नीतिहरू सम्बन्धमा व्यवस्था गरिएको छ, ती कुराहरू चाहिँ हामीले क्रमशः बुँदागत रूपमा बुँदाहरू तपाईँहरूलाई याद गराउँदै जानेछौँ र फेरि क्रमशः हामीले त्यसको विस्तृतमा पनि अर्को सेक्सनमा चाहिँ हामीले अर्को भिडियोमा यहाँहरूलाई राख्ने नै छौँ। नेपालको संविधान 2072 अथवा नेपालको संविधान मात्रै भनौँ, नेपालको संविधानको भाग 1मा वा प्रारम्भिकमा जम्मा 9वटा धाराहरूको व्यवस्था गरिएको छ, जसमा धारा 1मा संविधान मूल कानुन भनिएको छ, धारा 2मा सार्वभौम सत्ता र राजकीय सत्ता भनिएको छ, धारा 3मा राष्ट्र, 4मा नेपाल राज्य, 5मा राष्ट्रिय हित, 6मा राष्ट्रभाषा र 7मा सरकारी कामकाजको भाषा। त्यसै गरी धारा 8मा राष्ट्रिय झण्डा, जुन राष्ट्रिय झण्डा सम्बन्धी व्यवस्था भनेको अनुसूची 1मा गरिएको छ। त्यसै गरी धारा 9मा राष्ट्रिय गान भन्ने चाहिँ व्यवस्था गरिएको छ र यस संविधानमा जम्मा 35वटा भागहरू, 308 धारा र 9वटा अनुसूचीहरू रहेका छन्। ती 9वटा अनुसूचीहरू मध्येको पहिलो अनुसूचीमा चाहिँ राष्ट्रिय झण्डा सम्बन्धमा व्यवस्था गरिएको छ है त। अनुसूची 1 भनेर यहाँ मैले ब्र्याकेटभित्र राखिदिएको छु र यी बुँदाहरूलाई तपाईँले सम्झिने तरिका वा सम्झिने उपाय के हुन्छ त भन्दा के हो भन्दाखेरिमा यहाँ साइडमा यो स्लाइडको चाहिँ हामीले यहाँ फर्मुला राखिदिएका छौँ। तपाईँहरूले पज गरेर यसलाई टिप्न सक्नुहुन्छ, नोट गर्न सक्नुहुन्छ। पढ्ने तरिका के हो र तपाईँले बोल्दै गर्दा कसरी बोल्ने त, त्यो फर्मुलालाई कसरी पढ्ने भन्दै गर्दा सुन्नुहोस् है त। संविधान मूल कानुन सारा सत्ता हुँदै राष्ट्र अनि नेपाल राज्य राष्ट्रिय हितलाई छुँदै राष्ट्रभाषा बोल्छन् आफ्नै सधैँ त्यस्तै त्यस्तै सरकारी काम गर्दा हाम्रो भाषा हुन्छ यस्तै राष्ट्रिय झण्डा फरर र 3 कुना भएको स्कुल अनि क्याम्पस पढ्दै राष्ट्रिय गान गाएको। अब तपाईँले बुँदा नम्बर 1 र 2मा सम्झिँदै गर्दा संविधान मूल कानुन भन्ने कुरा चाहिँ धारा 1मा व्यवस्था गरिएको छ। त्यसै गरी सारा सत्ता भनेको चाहिँ सार्वभौम सत्ता र राजकीय सत्ता हो है त। राष्ट्र अनि नेपाल राज्य राष्ट्रिय हितलाई छुँदै भनेपछि धारा 3, 4 र 5मा 3मा राष्ट्र, 4मा नेपाल राज्य र धारा 5मा राष्ट्रिय हित सम्बन्धमा व्यवस्था गरिएको छ। राष्ट्रभाषा बोल्छन् आफ्नै सधैँ त्यस्तै त्यस्तै सरकारी काम गर्दा हाम्रो भाषा हुन्छ यस्तै भनेको छ। राष्ट्रभाषा भनेको कस्तो भाषा हो त भन्दा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भन्ने व्यवस्था संविधानले गरेको छ।
नेपालमा बोलिने सबै मातृभाषाहरू भनेका जति पनि जात जाति सम्प्रदायहरूले बोल्ने भाषाहरू होइन, त्यसै गरी जस्तो सुदूरपश्चिममा बोलिने भाषा राष्ट्रभाषा हो। त्यसै गरी तपाईँको गुरुङ मगर समुदायहरूले बोल्ने भाषाहरू, थारूहरूले बोल्ने भाषाहरू, त्यसै गरी अन्य समुदाय जात जातिहरूले बोल्ने भाषाहरू लगायत तपाईँको मैथिली भोजपुरी लगायतका भाषाहरू जति पनि बोलिन्छन् ती सबै मातृभाषाहरू के हुन् त भन्दा राष्ट्रभाषा हुन् है त। सरकारी काम गर्दा हाम्रो भाषा हुन्छ यस्तै। सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरिएको छ धारा 7 मा, ब्र्याकेटभित्र धारा 7 भनेर लेखिदिएको छु, तपाईँले बुझिहाल्नुहुन्छ होला भन्ने अपेक्षा गरेको छु है। सरकारी काम गर्दा हाम्रो भाषा हुन्छ यस्तै भनेको सरकारी कामकाजको भाषा भनेको यस्तै हुन्छ। मैले जुन तपाईँलाई स्लाइडमा लेखिदिएको छु यो सरकारी कामकाजको भाषा हो। त्यसै गरी म जुन भाषामा बोल्दैछु यो सरकारी कामकाजको भाषा हो। सरकारी कामकाजको भाषा सम्बन्धमा नेपालको संविधान मा गरिएको व्यवस्था धारा 7 मा गरिएको व्यवस्था के छ भन्दा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुन्छ र कुनै पनि प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा चाहिँ बनाउन सक्ने भन्ने व्यवस्था गरिएको छ। त्यसै गरी राष्ट्रिय झण्डा फरर र 3 कुना भएको भनेको छ। राष्ट्रिय झण्डा सम्बन्धमा चाहिँ हामीलाई धारा 8 मा व्यवस्था गरिएको छ यसै संविधानको। भने धारा 8 मा राष्ट्रिय झण्डा सम्बन्धमा के भनेको छ भन्दा राष्ट्रिय झण्डाको सिमरिक रङको भुइँ हुन्छ र सिमरिक रङ भनेको कस्तो पनि रङ हो त भनेर भन्नु होला भनेदेखि सिमरिक रङ भनेको चाहिँ राष्ट्रिय रङ चाहिँ सिमरिक रङ हो। त्यो भएर झण्डाको नेपालको झण्डाको भुइँ कस्तो हुन्छ त भन्दा सिमरिक रङको हुन्छ। त्यसै गरी गाढा नीलो रङको किनारा भएको झण्डाको किनारामा जहिले पनि के हुन्छ निलो रङको पट्टा लगाइएको हुन्छ। तपाईँले ख्याल गर्नुभएको होला। दुई त्रिकोणहरू अलिकति जोडिएको र माथिल्लो भागमा खुब्रे चन्द्रको बीचमा 16 मा 8 कोण देखिने सेतो आकार र तल्लो भागमा 12 कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो भनेर भनेको छ। र राष्ट्रिय झण्डा बनाउने तरिका कस्तो हुन्छ त भन्ने कुराको सन्दर्भमा अनुसूची 1 मा व्यवस्था गरिएको छ। त्यो भएर धारा 8 मा राष्ट्रिय झण्डा भन्दै गर्दा हामीले अनुसूची 1 भनेर ब्र्याकेटभित्र राखेका छौँ है। त्यसै गरी स्कुल अनि क्याम्पस पढ्दै राष्ट्रिय गान गाएको भनेको छ। राष्ट्रिय गान सम्बन्धी व्यवस्था भनेको चाहिँ अनुसूची 2 मा उल्लेख गरिएको छ। राष्ट्रिय गान सम्बन्धी व्यवस्था अनुसूची 2 मा चाहिँ उल्लेख गरिएको छ है त। अब हामी भाग 2 मा जाउँ। तपाईँलाई भाग 1 सम्झिनलाई त्यस्तो गाह्रो चाहिँ केही पनि छैन। तपाईँले एकचोटि यहाँ लेखेका कुराहरूलाई सरसर्ती नोट आउट गर्नु होला र यो सूत्रलाई फर्मुलालाई पनि तपाईँले पढ्ने तरिका जुन मिलाएर तपाईँले आफ्नो भाका बनाएर तपाईँले पढ्न सक्नुहुन्छ, सम्झिन सक्नुहुन्छ। त्यसै गरी भाग 2 मा नागरिकता सम्बन्धमा व्यवस्था गरिएको छ र नागरिकता सम्बन्धमा चाहिँ हामीलाई धारा 10 देखि धारा 15 सम्म धारा 10 देखि धारा 15 सम्म नागरिकता सम्बन्धमा व्यवस्था गरिएको छ। जसमा के भनिएको छ भन्दा धारा 10 मा नागरिकताबाट वञ्चित नगरिने भन्ने व्यवस्था गरिएको छ। धारा 11 मा नेपालको नागरिक ठहर्ने भन्ने व्यवस्था गरिएको छ। धारा 12 मा वंशीय आधार र लैङ्गिक पहिचान सहितको नागरिकताको व्यवस्था गरिएको छ भने धारा 13 मा नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धमा व्यवस्था गरिएको छ। 14 मा गैर आवासीय नागरिकता प्राप्त गर्न सकिने भन्ने व्यवस्था गरिएको छ भने धारा 15 मा नेपाली नागरिकता सम्बन्धी अन्य व्यवस्थाहरू गरिएको छ। यसलाई अब यसलाई हामीले सम्झिँदै गर्दा कसरी सम्झिन सक्छौँ त भन्दा मैले यहाँ तलपट्टि धारा 10 देखि 15 सम्म तपाईँले स्मरण गर्ने वा सम्झिने तरिका, बुझ्ने तरिका के हो त भन्दा भाग 2 मा नागरिकता 10 बाट सुरु। भाग 2 मा के व्यवस्था गरिएको छ भन्दा नागरिकताको व्यवस्था गरिएको छ। कतिबाट सुरु हुन्छ भन्दा 10 बाट, धारा 10 बाट सुरु हुन्छ। 15 सम्मै नागरिकता हो, बुझ्नुपर्छ गुरु। हेर्नुहोस् है त, भाग 2 मा नागरिकता सम्बन्धमा व्यवस्था गरिएको छ जुन धारा 10 बाट सुरु हुन्छ र यो 15 सम्म, धारा 10 देखि 15 सम्म नागरिकता सम्बन्धमा व्यवस्था गरिएको छ र यति कुरा चाहिँ बुझ्नुपर्छ है त गुरु भनेर भनेको है। 4 प्रकारको नागरिकता प्रचलनमा आएको नागरिकता बुझ्नलाई यस्तो गीत गाएको। नागरिकता अहिले प्रचलनमा रहेका नागरिकताहरू कति प्रकारका छन् त भन्दा जम्मा 4 प्रकारका नागरिकताहरू चाहिँ प्रचलनमा रहेका छन्। ती के हुन् भन्दा वंशजको आधारमा नागरिकता, अङ्गीकृत नागरिकता, समानार्थ नागरिकता र गैर आवासीय नागरिकता। र नागरिकताको सम्बन्धमा अझै डिटेल्समा चाहिँ हामीले अर्को स्लाइडहरूमा तपाईँलाई डिटेल्स चाहिँ ती बुदाहरूभित्र के छ त व्यवस्था भन्ने कुरा फेरि त्यसलाई पनि सूत्रबद्ध गरेर तपाईँहरूलाई सम्झिनलाई सजिलो, सरल, सहज बनाउने प्रयत्न हामीले गर्ने नै छौँ। हामीले क्रमशः अरू पोस्टहरू पनि गर्दै जान्छौँ। त्यसको लागि यहाँहरूले हामीलाई थप हौसला प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। यहाँहरूले त्यसको लागि के गरिदिनु पर्यो त भन्दा हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरेर हामीलाई थप हौसला प्रदान गर्नु पर्यो है त। ओके, भाग 2 मा नागरिकता 10 बाट सुरु, 15 सम्मै नागरिकता हो, बुझ्नुपर्छ गुरु। 4 प्रकारको नागरिकता प्रचलनमा आएको नागरिकता बुझ्नलाई यस्तो गीत गाएको। 11 मा ठहरेसी वञ्चित हुन्न 10 मा। 11 मा ठहरेसी वञ्चित हुन्न 10 मा। 11 मा के हुन्छ त भन्दा नेपालको नागरिक ठहर्ने भन्ने व्यवस्था गरिएको छ। 11 मा नेपालको नागरिक ठहर्यो भने 10 मा के हुँदैन भन्दा वञ्चित हुँदैन भनेको के हो त भन्दा धारा 10 मा नागरिकताबाट वञ्चित नगरिने भन्ने व्यवस्था गरिएको छ। 14 मा एनआरएनले लाउँछन् कालो चस्मा भनेको के हो त भन्दा गैर आवासीय नागरिकता प्राप्त गर्न सकिने सम्बन्धी व्यवस्था चाहिँ
धारा 14 मा गरिएको छ। एनआरएन भनेको गैर आवासीय नागरिकलाई एनआरएन भनेर भनिन्छ र गैर आवासीय नागरिकहरूले चाहिँ नेपालको नागरिकता प्राप्त गरे भने कालो चस्मा लाउँछन् भनेको हो। त्यसरी बुझ्नु होला। 13 मा प्राप्ति अनि समाप्तिको कुरा। 13 मा के छ त भन्दा प्राप्ति, नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धमा व्यवस्था गरिएको छ। त्यसैगरी एक अङ्क घट्यो भने वंशीय आधार र लैङ्गिक पहिचान हुन्छ अनि पुरा भनेर भनेको छ। एक अङ्क घट्ने भनेको कतिमा भन्दा 13 मा। 13 मा एक अङ्क घटिसकेपछि कति आउँछ त भन्दा धारा 12 आउँछ। धारा 12 मा एक अङ्क घटेपछि के आउँछ त भन्दा धारा 12 मा गरिएको व्यवस्था आउँछ। त्यो के हो भन्दा वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता सम्बन्धी व्यवस्था धारा 12 मा गरिएको छ। त्यसैगरी 15 मा अन्य व्यवस्था अनि तिनका कुरा। 15 मा अन्य व्यवस्था अनि तिनका कुरा यति गीत कण्ठ भए नागरिकता छुरा। 15 मा नेपाली नागरिकता सम्बन्धी अन्य व्यवस्था गरिएको छ। तपाईले यति गीत कण्ठ गर्नुभयो भने तपाईलाई नागरिकता छुरा हुन्छ भनेको हो। यति कुराहरु कण्ठ गर्नु होला है त। भाग 3 मा मौलिक हक र कर्तव्य सम्बन्धमा व्यवस्था गरिएको छ, जसमा धारा 16 देखि धारा 46 सम्म मौलिक हक र कर्तव्यको व्यवस्था गरिएको छ। मौलिक हक र कर्तव्य सम्झिनलाई तपाईलाई चाहिँ यो अगाडिका अक्षरहरू राखेर फर्मुला बनाएर तपाईले सम्झिन पनि सक्नुहुन्छ। त्यो पनि एउटा उपाय हो। तर त्यसरी पनि सम्झिन तपाईलाई गाह्रो भयो भनेदेखि तपाईले यसलाई हामीले यसरी सूत्रबद्ध गरिदिएका छौं कि तपाई मानौं तपाई अहिले 46 वर्ष उमेरको व्यक्ति हुनुहुन्छ। तपाई एउटा दलित समुदायको मान्छे हो। लेट सपोज कि तपाई 46 वर्ष उमेर भयो तपाईको अहिले र 16 वर्षदेखि 46 वर्षको उमेरसम्म तपाईले के कुराहरू अनुभव गर्दै जानुभयो, के कुराहरू बुझ्नुभयो, के कुराहरू चाहिँ तपाईले मतलब एक्सपिरियन्स लिनुभयो, त्यो आधारमा हामीले यसलाई यसरी सूत्रबद्ध गरेका छौं। 16 देखि 46 सम्म मौलिक हक हो पढ्ने भनेपछि भाग 3 को धारा 16 देखि 46 सम्म मौलिक हक हो पढ्ने। यति पढ्न नसकेपछि क्यारी अघि बढ्ने। मौलिक हक जान्निएन भने त संविधानको केही पनि कुरा जान्निएन नि त। त्यस्तै बढ्दै जान्छन् उमेरसँगै इच्छाहरू पनि। तपाई हाम्रा इच्छाहरू भनेको उमेरसँगै बढ्दै जान्छन्। हामी 16 वर्ष हुँदाखेरि के कुरा सोच्छौं, 17 मा के सोच्छौं, त्यही सोच्दै जाँदा हामी 46 वर्षसम्म के कुराहरू सोच्दै जान्छौं, के कुराहरू अनुभव गर्यौं हामीले हैन। तपाईले आफूलाई त्यो ठाउँमा राखेर हेर्नुभयो भने तपाईले मौलिक हक सम्झिनुहुन्छ। बढ्दै जान्छन् उमेरसँगै इच्छाहरू पनि, धारालाई नै उमेर मानी दाँजी हेरौँ तनी भनेर भनेको छ। अब हामी धारालाई उमेर मानेर दाँजेर हेरौँ। 16 वर्षे जवानीमा सम्मानपूर्वक बाँच्ने। 16 वर्षे जवानीमा सम्मानपूर्वक बाँच्ने भनेको 16 वर्ष के रे 16 धारा 16 मा चाहिँ सम्मानपूर्वक बाँच्न पाउने हक सम्बन्धमा व्यवस्था गरिएको छ। 16 वर्षे जवानीमा म सम्मानपूर्वक बाँच्ने, 17 पुग्दा हो नि आफ्नै स्वतन्त्रता साँच्ने, 18 मा समानता तिमी समान हुन्छु। 18 मा के छ त भन्दा समानताको हक सम्बन्धमा व्यवस्था गरिएको छ। साइडमा हेर्नु होला है त। 19 मा मोबाइल पाएँ जानी गइदिन्छु। मोबाइल पाउने भनेको के हो त भन्दा मोबाइल भनेको सञ्चारको एउटा महत्त्वपूर्ण साधन हो। त्यो भएर धारा 19 मा के व्यवस्था गरिएको छ भन्दा सञ्चारको हक सम्बन्धमा व्यवस्था गरिएको छ। यसलाई तपाईले 16 देखि 19 सम्म सम्झिने कसरी रहेछ त भन्दा 16 वर्षे जवानीमा सम्मानपूर्वक बाँच्ने, 17 पुग्दा हो नि आफ्नै स्वतन्त्रता साँच्ने, 18 मा समानता तिमी समान हुन्छु, 19 मा मोबाइल पाएँ जानी गइदिन्छु। 20 पुग्दा न्याय मागे आफ्नै लागि भने, 20 मा न्याय सम्बन्धी हकको व्यवस्था गरिएको छ। 21 मा अपराध पीडित भन्दै आए त नि मैले न्याय मागे, न्याय मागिसकेपछि मलाई न्याय दिएनन्। मलाई उतै के भयो त भन्दाखेरिमा यसले न्याय मागेर हामीलाई अपराध गर्यो भनेर अपराध पीडित बनाइदिए है त। भनेपछि मलाई चाहिँ अपराधी बनाइदिए अथवा अपराध पीडित भन्दै आए त नि। भनेपछि 21 मा के छ त भन्दा अपराध पीडितको हक सम्बन्धमा व्यवस्था गरिएको छ। मलाई अपराधी बनाइदिए, अब मलाई अपराध पीडित बनाइदिए। अपराध पीडितको हक सम्बन्धी व्यवस्था धारा 21 मा गरिएको छ। अब अपराध पीडित भइसकेपछि 22 मा मैले के गरेँ भन्दाखेरि म यातनाको विरुद्धमा बोलेँ। मलाई त यातना दिइयो 21 मा त, किनभने मलाई अपराध पीडित बनाइयो। 22 मा हुँदाखेरि चाहिँ म यातनाको विरुद्धमा बोलेँ। 23 मा निवारक नजरबन्द खोलेँ। 22 मा यातनाको 22 वर्षमा भनेको है तपाईले यसरी बुझ्नु होला। फेरि 22 मा यातनाको विरुद्धमा बोलेँ, 23 मा निवारक नजरबन्द खोलेँ, 24 पुग्दा मलाई छुवाछुत गरे। किन भन्दा म दलित समुदायको प्रतिनिधि पात्र हुँ एउटा। म तपाईलाई अघि नै भनिहालेँ यसरी सम्झिनु होला भनेर। त्यस विरुद्ध बोल्दा मेरा 25 खोका झरे। 25 खोका झर्ने भनेको चाहिँ के हो त भन्दाखेरि सम्पत्तिको हक। खोका भने चाहिँ के हो त भन्दा पैसा रुपियाँ बिटा झरे। 25 खोका झरे भनेको 25 लाख झरे। लेट सपोज जति भन्नुस् तपाईले। त्यो भनेको के हो त भन्दाखेरि त्यस विरुद्ध बोल्दा मेरा 25 खोका झरे भनेको के हो त भन्दा सम्पत्तिको हक सम्बन्धमा धारा 25 मा व्यवस्था गरिएको छ। 26 मा पुगे फेरि भगवानको शरण पुग्नलाई धार्मिक स्वतन्त्रताको हक चाहियो। हो कि होइन त? हो नि। 26 मा पुगे फेरि भगवानको शरण, 27 मा तिनले गरे सूचनाको हरण। 27 मा सूचनाको हक सम्बन्धमा व्यवस्था गरिएको छ। त्यसैगरी अब हामी 28 देखि 46 सम्म दोस्रो सेक्सनमा हेर्छौँ। यहाँ तपाईहरुलाई व्यवस्था गरिएको छ। 28 मा के भयो त भन्दा 28 मा बोल्छु भन्दा बोल्नै पाइएन।
मैले ममाथि चाहिँ अन्याय भयो भनेर बोल्छु भन्दा मैले बोल्न पाइनँ। 28 मा बोल्छु भन्दा बोल्न पाइएन भनेको चाहिँ के हो त भन्दा बोल्न नपाउने भनेको चाहिँ गोपनीयताको हक। बोल्न पाइएन। 29 वर्ष पुगे तिम्रो शोषण चाहिएन। 29 वर्ष पुगे तिम्रो शोषण चाहिएन। धारा 29 मा शोषण विरुद्धको हकको व्यवस्था गरिएको छ। 30 वर्षमा शादी गरेँ, स्वच्छ बतास चल्यो। हेर्नुहोस् त 30 वर्षमा चाहिँ के गर्यो त भन्दाखेरि मैले 30 वर्षमा के गरेँ भने बिए गरेँ। बिए गरिसकेपछि मलाई एकदम आनन्द भयो। मैले चाहिँ स्वच्छ बतास चल्यो है त। 30 वर्षमा शादी गरेँ। शादी गरेँ भन्नुको अर्थ के हो त भन्दाखेरि स्वच्छ वातावरणको हक। 30 वर्षमा शादी गरेँ, स्वच्छ बतास चल्यो। स्वच्छ बतास चल्ने भनेको के हो त भन्दाखेरि स्वच्छ बतास हावा भनेको चाहिँ के हो त भन्दा वातावरण हो। स्वच्छ वातावरणको हक चाहिँ स्वच्छ वातावरणमा जिउन पाउने हकको व्यवस्था चाहिँ धारा 30 मा गरिएको छ। त्यसै गरी 31 वर्ष पुगेपछि मास्टर डिग्री ढल्यो भनेको 31 मा चाहिँ शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ। मास्टर डिग्री ढल्यो। 32 मा लिएँ खोस्टो भाषा संस्कृतिको। मास्टर डिग्री त ढल्यो, तर के विषयमा ढल्यो त भन्दा भाषा र संस्कृति सम्बन्धमा मास्टर डिग्री गरेँ भनेको। 32 मा लिएँ खोस्टो भाषा संस्कृतिको, ब्र्याकेटभित्र डिग्रीको भनेको छु। 33 मा लोकसेवाले लेला कत्तिको। अब चाहिँ लोकसेवाको तयारी गर्नेतिर लागेँ। 33 मा लोकसेवाले लिला कत्तिको। कति भ्याकेन्सी खुलाउला त म 33 वर्ष पुग्दा लोकसेवाले कति भ्याकेन्सी खुलाउला। त्यस्तै 34 मा गरेँ श्रम पसिनालाई पुछी। मैले 34 वर्षमा चाहिँ मैले एकदमै श्रम गरेँ, मेहनत गरेँ है त। मैले लोकसेवाको तयारी गरेँ, एकदमै मेहनत गरेँ। 35 मा स्वास्थ्य खराब भयो। 35 मा धारा 35 मा चाहिँ के भयो त भन्दा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। 36 मा खाद्य नभई शरीर मेरो गल्यो भनेको खाद्य सम्बन्धी हकको व्यवस्था। जब पोषण पुग्दैन शरीरमा, शरीर गल्छ, स्वास्थ्य खराब भयो। 36 वर्ष पुग्दाखेरि चाहिँ के भयो त भन्दा खाद्य नभएर मेरो शरीर गल्यो, पोषण पुगेन। 37 पुग्दा भूकम्पले आफ्नै आवाज ढल्यो। अब हेर्नुहोस् त 37 वर्ष पुग्दाखेरि चाहिँ तपाईँको के भयो त भन्दाखेरि भूकम्प आयो। भूकम्पले चाहिँ मेरो घर ढल्यो, आवाज ढल्यो। आवाज ढलिसकेपछि 38 मा महिलाले मुन्टो छोडी मुन्टो फेरि भनेको छ। 38 मा महिलाले छोडी मुन्टो फेरि भनेको चाहिँ धारा 38 मा महिलाको हक सम्बन्धमा व्यवस्था गरिएको छ। 39 मा बालबच्चाको बिचल्लीलाई हेरी। महिलाले छोडेर गइसकेपछि बालबच्चाको बिचल्ली भयो। कति वर्षमा त भन्दा 39 वर्षमा। 39 धारा 39 मा के सम्बन्धी व्यवस्था गरिएको छ त भन्दाखेरि बालबालिकाको हक सम्बन्धमा व्यवस्था गरिएको छ। 40 मा थाहा पाएँ दलित हकको कुरा। अब अघि त मलाई त विभेद गरेँ होइन, मलाई त छुवाछुत पनि गरिसकेँ, विभेद पनि गरिसकेँ। अब मैले 40 वर्ष पुगिसकेपछि बल्ल थाहा पाएँ दलित हकको कुरा भनेको दलितको हक सम्बन्धमा धारा 40 मा व्यवस्था गरेको छ। 41 मा बुढो भएँ, क्यारी होला पुरा भनेर भनेको छ। 42 मा सामाजिक न्याय मागी हेरेँ। 43 मा सामाजिक सुरक्षा नै फेरेँ। 43 मा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था के अरे सामाजिक सुरक्षाको हक सम्बन्धी व्यवस्था गरिएको छ। 44 मा एक पोका दुध किन्न गएको भनेको छ। 44 मा उपभोक्ताहरूले चाहिँ तपाईँको उपभोक्ताहरूको हक के हो नि, कन्ज्युमरहरूको राइट्स के हो नि भन्ने कुराको व्यवस्था धारा 44 मा गरिएको छ। एक पोका दुध किन्न गएको थिएँ, दुधमा के रहेछ त भन्दाखेरिमा तपाईँको मिसावट रहेछ। लेट सपोज कि दुधमा के रहेछ भन्दाखेरिमा तपाईँको मिसावट रहेछ, अथवा दुधमा चाहिँ त्यसको विरोध गरेँ है। दुधमा चाहिँ के रहेछ त भन्दा मिसावट रहेछ, त्यसको के गरेँ भने मैले विरोध गरेँ। विरोध गर्दा 45 मा देश निकाल्न भएको भनेपछि 44 मा एक पोका दुध किन्न गएको, दुधमा मिसावट रहेछ, त्यो मिसावट भएको कारणले गर्दाखेरिमा चाहिँ तपाईँको विरोध गरेँ। विरोध गर्दा 45 मा चाहिँ देश निकाल्न भएको, धारा 45 मा देश निकाला विरुद्धको हकको व्यवस्था गरिएको छ। त्यसै गरी धारा 46 मा संवैधानिक उपचारको हकको व्यवस्था गरिएको छ। संवैधानिक उपचार खोज्ने भनेको अदालतमा गएर खोज्ने हो। संविधान बमोजिम तपाईँको अदालतमा कुनै पनि कुराहरू चाहिँ तपाईँलाई संविधानले दिएका मौलिक हकहरू उपभोग गर्नबाट तपाईँ वञ्चित हुनुभयो भने तपाईँले यस संविधानले दिएको अधिकारलाई प्रयोग गरेर अदालतमा चाहिँ तपाईँले मुद्दा दायर गर्न सक्नुहुन्छ। र अदालतले के दिन्छ त भन्दाखेरि तपाईँलाई न्याय दिन्छ। अदालतले अब तपाईँलाई के दियो त भन्दा न्याय दियो। 46 मा संवैधानिक उपचार खोजेँ, अदालतले न्याय दियो। न्याय दिइसकेपछि अदालतले आदेश दियो आफ्नै देश रोजेँ भनेको म देश निकाला भएको थिएँ, अब फेरि फर्केर म कहाँ आएँ त भन्दाखेरि आफ्नै देशमा आएँ। यसरी तपाईँले के सम्झिन सक्नुहुन्छ भनेर भन्नु होला भनेदेखि मौलिक हकहरू सम्झिन सक्नुहुन्छ। धारा 16 देखि 46 है त। अब यो संविधानमा थप गरिएका मौलिक हकहरू जम्मा 10 वटा रहेका छन्। ती मौलिक हकहरू यस संविधानमा थप गरिएका मौलिक हकहरू 10 वटा मौलिक हकहरू के हुन् त भन्ने कुरा अघि हामीले जुन फर्मुला बनायौँ ती फर्मुलामा जे कुराहरू छ त्यही कुराहरूलाई समेटेर फेरि यहाँ अर्को फर्मुला बनाइएको छ। यहाँ के भनिएको छ त भन्दाखेरि अब धारा 16, 19, 21, 26, 30, 36, 37, 40, 41 र 44 चाहिँ यी मौलिक हकहरू, यी धारामा भएका मौलिक हकहरू चाहिँ के हुन्छ भन्दाखेरिमा तपाईँको यस संविधानमा थप गरिएका मौलिक हकहरू हुन्। यस संविधान भनेको इन कम्पेरिटिभ विथ के हो त भन्दा नेपालको अन्तरिम संविधान। नेपालको अन्तरिम संविधान 2063 को तुलनामा 63 को चाहिँ कम्पेरिजनमा चाहिँ के हो त भन्दा यो संविधानमा नेपालको संविधानमा भएका व्यवस्थाहरू थप भएका मौलिक हकमा भएका व्यवस्थाहरू के हुन् भन्ने कुरा हो। यसलाई तपाईँले सम्झिने अब धारा 16 भनेर अब यी बुदाहरू त सम्झिनु होला, तर 16, 19, 21 भनेर सम्झिन चाहिँ तपाईँलाई गाह्रो हुन्छ। त्यसलाई सम्झिने तरिका के हो भने धान्ने भए जिन्दगीलाई निजामती जबैले थप भएका यिनी हक सुन्नुहोस् सबैले। 16 वर्षे जवानीमा सम्मानपूर्वक बाँचेको 19 वर्ष मोबाइल किन्न किन साँचेको।
अब त्यहाँ गएर हेर्नुभयो भने 19 मा के छ त भन्दाखेरि सञ्चारको हक मोबाइल किने भन्ने छ नि त त्यहाँ। अघि हामीले जुन कुरा भन्यौँ त्यसमा चाहिँ 19 वर्षमा के छ त्यही कुरो यहाँ आइरहेछ। तपाईँले सम्झिनु गाह्रो हुँदैन है। त्यो कुरा सम्झिनुभयो भनेदेखि तपाईँले यो पनि सम्झिनुहुन्छ। त्यसलाई सम्झिनुभयो भने यसलाई सम्झिनु केही पनि गाह्रो छैन। 16 वर्ष जवानीमा सम्मानपूर्वक बाँचेको, 19 वर्ष मोबाइल किन साँचेको, अब आफैलाई सोध्यो अथवा मैले सोधेँ, आफैलाई सोधेँ कि मैले 16 वर्षीय जवानीमा सम्मानपूर्वक बाँचेको, 19 वर्ष मोबाइल किन साँचेको, 21 मा अपराध पीडित भइबसेका, 26 पुग्दा धर्म गर्न मन्दिर पसेका, 30 वर्षमा शादी गरी स्वच्छ हावा खाने हो, 36 मा खाद्य नभई कता जाने हो, 37 मा भूकम्पले आवास ढलाइ लैदिन्छ, 40 मा थाहा पाए दलित भइदिन्छ, 41 मा बुढो भएको केरी थाहा पाउने हो, 44 मा एक पोका दुध ल्याउने हो। 44 मा चाहिँ हामीलाई उपभोक्ताको हक सम्बन्धमा व्यवस्था गरेको छ। यो क्रमशः छ, तपाईँले हेर्नुहोला, पज गरेर तपाईँले आफ्नो कापीमा चाहिँ नोट आउट गरेर यसलाई घोक्नुहोला है। भाग 4 मा चाहिँ हामीलाई राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व सम्बन्धमा व्यवस्था गरेको छ। भाग 4 मा हामीले दुईटा धाराहरू पढ्छौँ। त्यसमा चाहिँ हामीलाई धारा 50 र धारा 51, यो एकदमै इम्पोर्टेन्ट एक्जाम पोइन्ट अफ भ्यूबाट पनि एकदमै महत्त्वपूर्ण चाहिँ तपाईँको छ र यो रिपिटेडली क्वेसन सोधिरहेको पनि छ, राज्यका निर्देशक सिद्धान्त र नीतिहरू। धारा 50 मा राज्यका निर्देशक सिद्धान्तहरू जम्मा 4 वटा निर्देशक सिद्धान्तहरूको व्यवस्था गरिएको छ भने धारा 51 मा राज्यका नीतिहरू 13 वटा नीतिहरूको व्यवस्था गरिएको छ। ती नीति अन्तर्गत पनि खास महत्त्वपूर्ण नीतिहरू के हुन् भन्ने कुरा हामीले विस्तृतमा अर्को सेक्सनमा यहाँहरूलाई राख्दै जानेछौँ। धारा 50 मा राज्यका निर्देशक सिद्धान्तको व्यवस्था गरिएको छ। निर्देशक सिद्धान्त जम्मा 4 वटा हुन्छन्। निर्देशक सिद्धान्तलाई तपाईँले RAAS रास पनि भन्छन् भनेर बुझ्न सक्नुहुन्छ। रास भनेको के हो त भन्दाखेरि आर भनेको चाहिँ राज्यको राजनीतिक उद्देश्य हो, अर्को ए भनेको राज्यको आर्थिक उद्देश्य हो, त्यसैगरी अर्को ए भनेको चाहिँ के हो त भन्दाखेरि राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध। दुईटा ए छ, दुईटा ए मध्ये एउटा ए भनेको आर्थिक उद्देश्य, अर्को ए भनेको अन्तर्राष्ट्रिय सम्बन्ध, र यस भनेको चाहिँ के हो त भन्दा राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य हो। यसलाई फर्मुला हामीले कसरी बनायौँ त भन्दाखेरि निर्देशक सिद्धान्तलाई रास पनि भन्छन्, राजनीतिक र आर्थिकलाई खास पनि भन्छन्, अन्तर्राष्ट्रिय सम्बन्धलाई क्यारी बुझ्छौ तनी, सामाजिक र सांस्कृतिकलाई आस पनि भन्छन् भनेर सम्झिनु पर्यो तपाईँले है त। अब यसलाई विस्तृतमा हामीले अब नीतिहरू हेरौँ। राज्यका नीतिहरू जम्मा 13 वटा नीतिहरू रहेका छन् साथीहरू। जम्मा 13 वटा नीतिहरू राज्यका नीतिहरू छन्। ती नीतिहरूलाई तपाईँले कसरी सम्झिने भन्ने कुरा चाहिँ यहाँ व्यवस्था गरिएको छ। राज्यको पहिलो नीति के हो त भन्दा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति हो। दोस्रो नीति भनेको चाहिँ दोस्रो नीति भनेको चाहिँ के हो त भन्दाखेरि राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति हो। त्यसैगरी तेस्रो नीति भनेको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति हो भने चौथो भनेको अर्थ उद्योग र वाणिज्य सम्बन्धी नीति, 5 नम्बरमा प्राकृतिक स्रोत साधनको संरक्षण र सम्वर्धन तथा उपयोग सम्बन्धी नीति, 6 नम्बरमा छ विकास सम्बन्धी नीति, 7 नम्बरमा श्रम र रोजगार सम्बन्धी नीति, 8 मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति, 9 मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति, 10 मा न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति, त्यसैगरी 11औं नीति हो पर्यटन सम्बन्धी नीति र 12 मा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति, 13 मा कृषि र भूमि सुधार सम्बन्धी नीति। अब यो नीतिहरू तपाईँले सम्झिने तरिका के हो त भन्दाखेरि हामीले यहाँ साइडमा चाहिँ तपाईँलाई फर्मुला बनाएर राखेका छौँ। यो फर्मुला तपाईँले सरसर्ती हेर्नु होला। ओके, पज गरेर तपाईँले लेख्न सक्नुहुन्छ। अब तपाईँलाई मैले फर्मुलाको विषयमा धेरै कुराहरू भनिनँ, अर्को सेक्सनमा फेरि हामीले यसलाई रिपिटेडली भन्छौँ। ल, थ्याङ्क यू सो मच। हाम्रो चाहिँ च्यानललाई यहाँहरूले चाहिँ थप हौसला प्रदान गर्नको लागि, थप हौसला दिनलाई लाइक सेयर र अधिकतम सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, ताकि तपाईँहरूलाई संविधान पढ्न अझै सजिलो सरल बनाउन सकियोस्, हामीलाई पनि थप मोटिभेसन प्राप्त होस्। थ्याङ्क यू सो मच। यहाँहरूको दिन शुभ रहोस्।